जाडो मौसम बिस्तारै सकिँदै गर्मी सुरु हुने यो सङ्क्रमणकालीन समय स्वास्थ्यका दृष्टिकोणले अत्यन्तै संवेदनशील मानिन्छ। बिहान चिसो, दिउँसो न्यानो र बेलुका पुनः तापक्रम घट्ने अवस्थाले मानव शरीरलाई वातावरणसँग अनुकूल हुन कठिन बनाइरहेको छ। मौसम परिवर्तन हुँदा रुगाखोकी किन बढ्ने गर्छ, यसका लक्षणहरू के कस्ता हुने गर्छन् र यस्ता समस्याबाट बच्ने उपायको बारेमा चर्चा गर्नेछौँ। यस समयमा विभिन्न स्वास्थ्य समस्या एकैसाथ देखिने गर्छन्, जस्तै भाइरल ज्वरो, रुगाखोकी, एलर्जी, दम, घाँटी सुक्ने, नाकबाट पानी बग्ने, छाला सम्बन्धी सङ्क्रमण तथा पेट सम्बन्धी समस्या धेरै देखिने गरेको पाइन्छ। भिडभाड, धुलो र धुवाका कारण सङ्क्रमण छिटो फैलन सक्छ। एलर्जी र दम वसन्त ऋतु सुरु भएसँगै फुलको परागकण, धुलो र प्रदूषण बढ्ने हुँदा दम तथा एलर्जीका बिरामीमा समस्या झन बढ्ने गर्छ। पेट सम्बन्धी समस्या मौसम न्यानो हुन थालेपछि खानपानमा लापरवाही हुँदा झाडा पखला, बान्ता, पेट दुख्ने समस्या बढ्ने गर्छ। दूषित पानी र असुरक्षित खाना यसको मुख्य कारण हो। छाला सम्बन्धी सङ्क्रमण पसिना बढ्न थालेपछि फङ्गल सङ्क्रमण, घाउ पाक्ने र एलर्जी देखिन सक्छ। डिहाइड्रेसन र थकान मानिसहरूले अझै पनि चिसो मौसमको बानी अनुसार पानी कम पिउने हुँदा शरीरमा पानीको कमी हुन सक्छ, जसले थकान, टाउको दुख्ने र कमजोरी बढाउन सक्छ। त्यसैले यस समयलाई सामान्य मौसम परिवर्तन मात्र नभई स्वास्थ्यका व्यवस्थापनको संवेदनशील अवधि मान्नुपर्ने हुन्छ। अब हेरौँ यस्ता समस्याबाट बच्ने उपाय। कसरी बच्ने त? हात सफा राख्ने, साबुन पानीले नियमित हात धुनुहोस्। तातो पानी पिउने, चिसो मौसममा तातो पानी र सुप पिउनु राम्रो हुन्छ। पोषिलो खाना खाने, फलफुल, सागसब्जी र भिटामिनयुक्त खाना खानुहोस्। भिडभाडबाट बच्ने, सङ्क्रमण फैलिने सम्भावना कम हुन्छ। मास्कको प्रयोग गर्ने, विशेष गरी रुगाखोकी भएका मानिसको नजिक जाँदा मास्कको प्रयोग गर्ने। केही घरेलु उपायले पनि राहत दिन सक्छ। अदुवा र मह मिसाएर खाने, बेसार हालिएको तातो दुध पिउनु र तातो पानीको बाफ लिनु उपयुक्त हुन्छ। तर गम्भीर लक्षण भएमा आफै औषधि खानु हुँदैन। चिकित्सकको परामर्श अनिवार्य लिनुपर्छ। मौसम परिवर्तनसँगै आउने रुगाखोकी सामान्य भए पनि सावधानी अपनाउन जरुरी हुन्छ। यदि तपाईँलाई यस्तो समस्या छ भने आफ्नो स्वास्थ्यको राम्रो ख्याल राख्नुहोस्। यस्तै स्वास्थ्य सम्बन्धी जानकारीमूलक भिडियोहरूको लागि यस च्यानललाई सब्स्क्राइब गर्न नबिर्सिनुहोस्। धन्यवाद।